नमस्कार साथीहरु, अहिले नेपालमा चाहिँ गाई पालन गर्ने किसानहरु बढ्दै गरेको अवस्था छ। यही बढ्दै गरेको अवस्थामा चाहिँ सन्तुलित दाना पनि उहाँहरूले बजारबाट किनेर खुवाउँदै गरेको अवस्था छ। खुवाउँदै गर्दाखेरि पनि उहाँहरूले राम्रै कम्पनीको भनेर दानाहरु किन्दै हुनुहुन्छ, खुवाउँदै हुनुहुन्छ। तर उहाँहरूको प्रश्न भनेको मेरो पशुको जुन हिसाबको उत्पादन बढ्न पर्ने थियो, क्षमता थियो, त्यो अनुसारले नबढेको अवस्था छ, प्रजननमा नगएको अवस्था छ। जस्तो अवस्था पहिले थियो त्यही अवस्थाको छ। यहाँ चाहिँ कहाँ गल्ती हुँदैछ त? हामीले दाना चाहिँ सन्तुलित हिसाबले दिइरहेको अवस्थालाई चाहिँ कति मात्रामा दिने भन्ने कुरो नजानेको हो कि अथवा चाहिँ यो दानामा त्यो किसिमको चाहिँ गुणस्तर नभएको भनेर प्रश्न गर्नुहुन्छ। दुवै कुरालाई चाहिँ केलाउन जरुरी छ। पहिलो कुरो भनेको चाहिँ दाना पनि हामीले कति दिने भन्ने कुरो चाहिँ पशुको शारीरिक वेटले, पशुको उत्पादनले निर्धारण गर्ने गर्छ। त्यति मात्रामा दिएको छ या छैन भन्ने कुरो जान्न जरुरी छ, बुझ्न जरुरी छ। त्यो किसानले आफैले गर्न पर्ने हुन्छ। र दोस्रो महत्त्वपूर्ण कुरो भनेको दाना गुणस्तरीय छ या छैन, राम्रै कम्पनीको छाप लागेको छ भने पनि त्यो गुणस्तर छ या छैन भन्ने कुरो पनि बुझ्न जरुरी छ साथीहरु। यसको लागि तपाईले जहाँबाट दाना किनेर ल्याउँदै हुनुहुन्छ उहाँहरूलाई नै पहिलो प्रश्न गर्नुस्, यो दानामा कति मात्रामा पोषण तत्त्वहरू मिसाइएको छ, जस्तै मेटाबोलिक एनर्जी, क्रुड प्रोटिनहरू, इथर स्ट्याक्टहरू, क्रुड फाइबरहरू, अरु खनिज मिश्रण, भाइटामिन, क्याल्सियम, सेल्सियम यो कति मिसाइएको छ भनेर तपाईले प्रश्न गर्नुहोस्। किनभने पछाडी उहाँहरूले जुन दाना लिएर आउँदै हुनुहुन्छ उहाँको त्यो कम्पनीले पक्कै पनि उहाँहरूलाई चाहिँ यो दानामा यति मिश्रणमा चाहिँ पोषण तत्त्वहरू मिसाइएको छ भनेर लिस्ट दिएको हुन्छ। यदि तपाईले त्यो पाउनुभयो भने त धेरै राम्रो, यदि पाउनु भएन भने पनि तपाईले के गर्नुस् भन्दाखेरि त्यो दानालाई थोरै मात्रामा भए पनि तपाईले लगेर जाँच गराउनु पर्ने हुन्छ। जाँच गराउने निकाय दुवै छन् हेर्नुस्, एउटा सरकारी निकाय पनि छ, अर्को प्राइभेट निकायहरू पनि छन्। सरकारी निकायमा पशुसेवा विभागको अन्तर्गत पनि तपाईले जाँच गराउन सक्नुहुन्छ। जस्तै एउटा किसानले चाहिँ यसरी जाँच गराएर ल्याउनु भएको थियो, मलाई नै पठाउनु भएको थियो, यो ठीक छ या छैन भनेर पनि। कतिपय अवस्थामा के हुन्छ, युरिया फ्री भनेर लेखिएको पनि हुन्छ हेर्नुस्, तर दानामा केही न केही मात्रामा युरिया मिसाइएको हुन्छ। किनभने युरिया भनेको सस्तो प्रोटिन हो, जसले गर्दाखेरि दानामा चाहिँ प्रोटिनको मात्रा बढेर जान्छ। यसका फाइदा र बेफाइदा दुवै छन् हेर्नुस्। त्यसको लागि अहिले यो भिडियोमा चर्चा नगरौँ। र दोस्रो महत्त्वपूर्ण कुरो भनेको चाहिँ तपाईले सरकारी निकायमै पनि तपाईको प्रत्येक प्रदेशमा हेर्ने हो भने पछाडी चाहिँ खाद्य गुणस्तर नियन्त्रण कार्यालय छ, त्यहाँ गएर पनि तपाईले जाँच गराउन सक्नुहुन्छ साथीहरु। अथवा चाहिँ नजिकको पशुसेवा शाखा अथवा विज्ञ केन्द्रमा सोध्नु होला कहाँ गएर जाँच गर्दाखेरि प्रभावकारी हुन्छ भनेर। र केही प्राइभेट संस्थाहरू पनि छन् जहाँ चाहिँ उनीहरूले चाहिँ आफ्नो प्रयोगशालामा पनि जाँच गराइदिन्छन् हेर्नुस्। त्यो प्रयोगशालामा पनि तपाईले लिएर गएर जाँच गराउन सक्नुहुन्छ। एउटा स्ट्यान्डर्ड जुन नेपालमा पनि धेरै जसोले युज गर्ने गर्छन् कम्पनीहरूले भनेको त्यो चाहिँ ICAR को स्ट्यान्डर्ड पनि प्रयोग गरिन्छ, जुन मैले स्क्रिनमा शेयर गरेको छु हेर्नुस्। कति मात्रामा कति पोषण तत्त्वहरू हुनपर्छ दानामा भन्ने कुरो यसलाई पनि टेकेर तपाईले केलाउन सक्नुहुन्छ, एनालाइसिस गर्न सक्नुहुन्छ साथीहरु। त्यही भएर तपाईले आफ्नो पशुलाई सन्तुलित दाना खुवाउँदै हुनुहुन्छ राम्रै कम्पनीको भने पनि तपाईले गुणस्तरीय रिजल्ट पाउनु भएको छैन भने आजै अनिवार्य रूपमा चाहिँ त्यो दाना जाँच गराउनु होला। हस्, धन्यवाद।